नमस्कार सम्पूर्ण किसान साथीहरूलाई यस पाथिभरा डेरी फार्ममा स्वागत गर्न चाहन्छु। आज म यहाँहरूलाई हाम्रो यस पाथिभरा डेरी फार्ममा चाहिँ किसान साथीहरूले ल्याउनु भएको मकैको अवस्था देखाउन गइरहेछु। अब हिजो अस्तिको दिन पानीले धेरै डिस्टर्ब भएको थियो, हिजो पनि, अनि त्यो भएर मकै हामीले खासै ल्याउन सकेको अवस्था थिएन। तर अब आज हाम्रो बिहानदेखिको मकै गरेकोले गर्दाखेरि मकै झार्ने ठाउँ नै यहाँनिर प्याक भएर अर्को साइडको गेट बन्द भएर यहाँ अब यो गेट पनि अब फुल प्याक भइसकेको छ। यहाँनिर चाहिँ अब हामीले ट्र्याक्टरलाई फ्री गर्नै सकिरहेको छैनौँ। अब यस्तो छ अवस्था। अब यहाँहरूले देखिराख्नु भएको छ, अब बिहानदेखि झरेको मकैहरू हो। यो ब्लू युनिफर्म चाहिँ हाम्रो गोठको यो मकैहरू बिहानदेखि आएको मकैहरू किसान साथीहरूको मकै यसरी आइरहेको छ। अब यहाँ सुदीप सरले चाहिँ मकैहरू ट्र्याक्टरहरू चाहिँ खन्नाउनका लागि यहाँ ठाउँ खाली गर्दै हुनुहुन्छ। म यो देखाउँदैछु तपाईँहरूलाई। अब यो पिठमा धरी पनि मकै नै राखिराख्नु भएको छ। हस् त, धन्यवाद।